नमस्ते, वेलकम टु माई युट्युब च्यानल। मैले धेरै दिनपछि भिडियो लिएर आएको छु किनकि म कामको व्यस्तताले गर्दा भिडियो ल्याउन पनि सकेन। अनि अब भिडियो युट्युबबाट नै मलाई मेल गरेको थियो होइन, भिडियो किन आएन भनेर, तर बिजीले गर्दा भिडियो ल्याउन सकेन। फाइनली मैले भिडियो लिएर आएको छु। त्यो चाहिँ एउटा अहिले हलचल अब नेपालको सरकारको कराई, त्यही माथि पनि अब यहाँ बिचबिचमा चाहिँ होइन धेरै कुराहरू हुन्डी हुन्डी गरेको। अनि यहाँ चाहिँ मान्छेहरू नि अब धमाधम चाहिँ फस्दै गइरहेको छ होइन। यस्तो नहोस्, हाम्रो सबै नेपालीहरूलाईमा चाहिँ सबैलाई एकदम उयो सतर्क रहनु होला, किनकि अहिले हुन्डी कारोबारले गर्दा चाहिँ धेरै नेपालीहरू फसिसकेको छ, फस्नेवालामा पनि छ। सो त्यही भएर चाहिँ तपाईँको हुन्डी भनेको के हो त? वाट इज द हुन्डी? हुन्डी भनेको चाहिँ एउटा इलिगल पैसा पठाउने वे बाटो। जस्तै नेपाल सरकारबाट मान्यता प्राप्त भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर पनि यहाँ हामी जुनै देशमा धेरै जस्तो देशहरूमा छ। अनि यता हामी इराकमा पनि छ। इराकमा भएको साथीभाइहरू पनि, दाजुभाइहरू पनि, दिदीबहिनी सबैले चाहिँ म रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरू चाहिँ हुन्डीबाट पैसा नपठाउला। किनकि तपाईँले दुःख कष्ट गरेर होइन, विदेशमा यो ठाउँमा यस्तो घामको 65 डिग्रीको घाममा काम गरेको पैसा, दुःख गरेको पैसा तपाईँ आफ्नै पैसाले गर्दा तपाईँ आफै जेल जाँदै हुनुहुन्छ, तपाईँ आफै जेल पर्दै हुनुहुन्छ। त्यही भएर तपाईँले चाहिँ एकदम सोच्नुपर्ने कुराहरू छ। जस्तै तपाईँले चाहिँ यो जेन क्यास भन्छ हो, जेन क्यास पनि यो पनि इलिगल होइन, लिगल नै हो, तर यसको लिमिट हुन्छ नि त होइन। त्यो लिमिटभन्दा बढी नपठाउनु होला। त्यो लिमिटभन्दा पनि आज त्यसमा यो जेन क्यासमा अझै धेरै यो दिएको छ, ट्रान्ज्याक्सन अझै धेरै दिएको छ। किनकि अर्को कुरा चाहिँ के गर्नु छ, तपाईँको एक्कामा बनाउँदाखेरि तपाईँले चाहिँ कम्पनीले कति स्यालेरी तोकेको छ, कति चाहिँ दिन्छु भनेको छ, त्योभन्दा बढी पनि तपाईँको त्यो पनि हुन्डी जस्तै हुन्छ, त्यो पनि पैसा यहाँ। किनकि यहाँको सरकारको नियमबाट चाहिँ तपाईँले चाहिँ अझै कम्पनीहरूले पैसा अझै धेरै दिएको हुन्छ, धेरैजनाले चाहिँ धेरै दिएको हुन्छ। जस्तै यहाँको रुल्सको अनुसार चाहिँ यहाँ कति आउँछ भनेको सबै जति पनि नेपालीहरू इराकमा भएको छ सबैले थाहा छ यहाँको स्यालेरी कति हो भनेर। अनि यहाँको गभर्मेन्टको हिसाबले कति आउँछ भनेर पनि तपाईँलाई सबैले थाहा छ हो। त्यो कुराहरू बुझ्नुलाई जरुरी छ। एकाउन्ट बनाउँदाखेरि तपाईँले कतिमा चाहिँ एग्रिमेन्ट गरेको छ, तपाईँको 200, 300, 400, 500, 1000 कतिमा एग्रिमेन्ट गरेको, तपाईँको त्यो एग्रिमेन्ट अनुसार तपाईँ मात्र पैसा पठाउन सक्नुहुन्छ। त्योभन्दा अनि अर्को कुरा एउटा चाहिँ के गर्छ भने जतिजना नेपालीहरूले चाहिँ जस्तै अब सिटिपे भयो, यो जेन क्यास भयो होइन, यिनीहरूबाट पठाउन त पाए, तर तपाईँले चाहिँ जुन यो इलिगल होइन, लिगल नै हो, तर त्यसको लिमिटमा मात्र पठाउनु होला। अनि अर्को कुरा चाहिँ तपाईँले त्यहीबाट पठाउनुपर्छ भने के छ त होइन, तपाईँको हाम्रै नेपालको छ त, नेपालको सिटी एक्सप्रेस छ। तपाईँले दुःख कष्ट गरेर कमाएको पैसा होइन, तपाईँले अलिकति ट्याक्स तिर्दा के हुन्छ, रिमिटेन्स। हाम्रो देश नेपाल नै चलेको नै रिमिटेन्सले भन्छ होइन। अब तपाईँ हामी सबैले थाहा भएको कुरा हो, हाम्रो देश नेपालहरू चलेको नै हो रिमिटेन्सले नै हो। रिमिटेन्सले अलिकति कर, जस्तै तपाईँले चाहिँ 1 लाख कमायो, 2 लाख कमायो, 50,000 मात्र कमायो, तपाईँको जस्तै अब $300 कमाउँदाखेरि तपाईँको 60,000, 50,000 भनौँ है, 50,000मा तपाईँको चाहिँ $10 मात्र चार्ज लाग्यो भने नि तपाईँको $10 कति पर्यो, तपाईँको 1200-1300 होइन। 1200-1300 कर तिर्दा के भयो त, तपाईँले केही पनि भएन। भोलि तपाईँले प्रब्लम पनि परेन, तपाईँ होइन, तपाईँ उसमा जेलमा जानु पनि परेन। त्यही भयो भने तपाईँले चाहिँ बरु अलिकति त्यो लोभ नगरौँ, पैसाको लोभ गऱ्यो भने तपाईँ भोलि कानुनी फन्दामा पर्नु सक्नुहुनेछ। त्यही भएर हुन्डी कारोबार कोही कसैले पनि नगरिदिनु होला। जति पनि नेपालीहरू इराकमा भएको सबैजनाले मैले कतिपय नगर्नु होला। तपाईँले चाहिँ हुन्डी काम चाहिँ नगर्नु होला होइन। तपाईँले चाहिँ लिगलै हिसाबले पैसा पठाउनु। सिटी एक्सप्रेस जस्तै दुबई ट्रान्सफर, यिनीहरू पनि त सबै लिगल हो। जस्तै ब्याङ्कबाट पठाउँदा चाहिँ तपाईँले चाहिँ यो जस्तै दुबई ब्याङ्कबाट सिटी एक्सप्रेसबाटै पठाउनु पर्छ भन्ने छैन। तपाईँले दुबई रिमिटबाट पनि पठाउन सक्यो, तर दुबई रिमिट पनि सिटी एक्सप्रेसकै यो। तर पनि अरू ब्याङ्कबाट पठायो भने पनि तपाईँको चाहिँ डबल चार्ज हुन्छ तपाईँको पैसा पठाउँदाखेरि। त्यो चाहिँ उताको चार्ज र यताको चार्ज दुइटै जोडेको हुन्छ। त्यही भएर तपाईँको चाहिँ त्यो रिमिटेन्स नै हो, त्यो केही पनि हुँदैन, तपाईँले केही पनि फरक पर्दैन जुनै ब्याङ्कबाट पनि। तर ब्याङ्कबाट पठाउँदा राम्रो। अनि तपाईँको जेन क्यासबाट पनि पठाउनु पाउँछ, तपाईँको तेल नै हो जेन क्यास पनि, आसिएपिए पनि लिगल हो। यदि तपाईँले त्यो यहाँको चलाउनु सकेन, यहाँको तपाईँले पाएन, तपाईँले यता गर्नु पाएन भने, तपाईँले जानेन भने पनि तपाईँको हाम्रै नेपालकै सिटी एक्सप्रेसकै त हो, सिटिपे छ। तपाईँको सिटिपिएको बारेमा म अहिले तपाईँले चाहिँ सबै पुरा जानकारी दिन्छु। खल्ती छ, हाम्रै नेपालबाट नै मान्यता प्राप्त भएको होइन, धेरै कुराहरू फ्युचर धेरै छ। खल्तीबाट पठाउन सक्यो, सिटिपिएबाट पठाउन सक्यो। तपाईँले चाहिँ त्यसमा पनि अब लिमिट छ त, लिमिट त हुन्छ, लिमिटभन्दा बढी पैसा पठाउनु पाउँदैन। अनि त्योभन्दा अर्को कुरा चाहिँ तपाईँको चाहिँ हुन्डी भन्ने छ। अनि हुन्डी भनेको के हो त खासमा?
वाट इज द हुन्डी? हुन्डी भनेको चाहिँ एउटा, जस्तै तपाईँले पैसा कमाएको छ, तपाईँसँग $500 छ, तपाईँको नेपाल पठाउनु पर्ने भयो तपाईँको पैसा है। तपाईँले पठाउनु पर्ने पैसा चाहिँ जस्तै तपाईँ जानु पाएन ब्याङ्कमा, तपाईँले चाहिँ यहीँ एकजना साथी, जस्तै तपाईँको दाजुभाइ दिदीबहिनी जो पनि जो अरू कोही चिनेको साथी, उहाँलाई दिनुभयो तपाईँले पैसा है। $500 उहाँ दियो, तपाईँले नेपालमा पठाउनु पर्ने $500, तर 500 तपाईँले यहाँ दियो, तर उहाँले चाहिँ तपाईँले चाहिँ ब्याङ्कबाट पठाएन, उतै मिलायो। उहाँले डलर यहाँ लियो होइन, उता नेपालबाट चाहिँ अब नेपालमै त्यहाँ चाहिँ पैसा दियो, त्यो पनि हुन्डी नै हो, त्यो बेला पनि हुन्डी नै भनिन्छ। किनकि त्यहाँ भएन नि त, होइन रिमिटेन्स भएन, त्यहाँ रेकर्ड भएन, ब्याङ्कमा रेकर्ड भएन, ब्याङ्कमा रेकर्ड भयो भने मात्र त्यसले भन्छ रिमिटेन्स है। त्यही भएको हुनाले तपाईँले पैसा पठाउँछ एउटा साथीले, अनि त्यो पैसा चाहिँ फेरि के हुन्छ भने तपाईँले चाहिँ जस्तै अब हुन्डीमा तपाईँले पैसा दियो एकजनालाई, अर्को एउटा साथीले तपाईँले चिन्नुभएको छ, हजुरहरूले चिन्नुभएको छ, मैले तपाईँले विश्वास गर्नुभएको छ, तर तपाईँले विश्वास गरेर उहाँलाई दियो त्यो पैसा, $500 त्यहाँ दियो, तर तपाईँले त्यो नेपालमा पाएन त्यो पैसा। त्यो नेपालमा पाउनुको लागि फेरि तपाईँले उसले फेरि उता पठाउनु पर्यो, तपाईँ उसले उसको साथीले पठाउँछ, उसको साथी 2 त 3 जना पऱ्यो भने तपाईँको जस्तै यहाँबाट तपाईँले पैसा पाएर उहाँलाई दियो, उहाँले फेरि उता तपाईँको मान्छेले पठाउनु पर्ने, तपाईँले उहाँलाई पठायो, तर उहाँले चाहिँ तपाईँको ब्यालेन्समा गएको पैसा पनि यो मेरो पैसा भने तपाईँको बिचमा हराउँछ, त्यसले भन्छ हुन्डी। तर त्यही तपाईँको पैसा हराउन पनि सकिन्छ भोलि तपाईँ, किनकि तपाईँले त रिमिटेन्स गरेको होइन, तपाईँले चाहिँ इलिगल यस्तो पठाएको होइन। त्यही भएर तपाईँले पैसा पठाउँदा पनि तपाईँको यहाँ जस्तै तपाईँहरू ब्याङ्कमा आउनु पाएन, जस्तै अब हाम्रो इराकभित्र नै भनौँ, यो भिडियो चाहिँ फेरि इराकको लागि मात्र होइन, सबै देश विदेशमा भएको सबै देशहरूको लागि हो। तर जति पनि इराकमा भएकोहरूको लागि चाहिँ मैले चाहिँ के भन्छु भने, तपाईँले चाहिँ सिटी एक्सप्रेसमा पनि पठाउन सकेन, पैसा ट्रान्सफर गर्नलाई भ्याएन पाएन भने तपाईँको नि विनोद श्रेष्ठ सर हुनुहुन्छ, उहाँले पनि तपाईँहरूको घरमै आएर पनि पैसा पठाउनु पनि सक्नुहुन्छ। यति तपाईँहरू अर्को दिनमा नि कोही कसैले दियो भने पनि तपाईँले उहाँ त तपाईँको त्यहीँ आएर पनि पठाउँछ तपाईँको, यति उहाँहरू यस्तो सपोर्टमा छ तपाईँहरू है। तपाईँले एकदम सुविधा पाएको छु भनौँ, तपाईँले जस्तै इमर्जेन्सी परेको छ, तपाईँले पठाउन सकेन, पैसा पठाउनु पर्यो भने उहाँ आफै पनि आउनुहुन्छ, उहाँबाट पनि तपाईँले चाहिँ उयो गर्नु सक्नुहुन्छ, हेल्प लिन सक्नुहुनेछ। सो तपाईँले हुन्डी नगर्नु होला, हुन्डी जसले गर्छ, जसले तपाईँले गर्दा हुन्छ, भोलि तपाईँहरू फस्दै हुनुहुन्छ, तपाईँहरू जाँदै हुनुहुन्छ जेल। त्यही भएर तपाईँले चाहिँ सबैजनाले चाहिँ एकदम बुझ्नुपर्ने कुराहरू छ, हुन्डीबाट पैसा नपठाउँ, सबैजनाले रिमिटेन्स गरौँ। रिमिटेन्स गरेपछि देशलाई पनि फाइदा, तपाईँलाई पनि फाइदा, भोलि कोही जेल पर्नु परेन, कुनै नेल पनि पर्नु परेन। तर यसको हुन्डीको बारेमा धेरै कुराहरू गर्नु थियो, तर मलाई अलिकति टाइम छैन, त्यो भएको हुनाले मलाई टाइम पनि फेरि अर्को नेक्स्ट पार्ट 2 लिएर आउनेछु। हुन्डी पुरा हुन्डीको बारेमा भिडियो लिएर आउँछु। आजको पनि हुन्डीको बारेमै हो, तर यसमा चाहिँ सर्टकटमा चाहिँ मैले भनेको छु। अनि तपाईँहरूले चाहिँ पैसा कसरी पठाउने, यसको लागि चाहिँ एकदम इजी गर्नुको लागि इजी होस्, तपाईँहरू कुनै पनि अहिले मैले जस्तै अहिले इन्फर्मेसन दिँदा तपाईँले चाहिँ कुनै कुराहरू चाहिँ बुझोस् भनेर मैले भिडियो बनाएको छु भने अब तपाईँले चाहिँ म एकदम क्लियर एकदम बुझ्ने भाषामा म तपाईँलाई चाहिँ भिडियोमा यहाँ यतापट्टि म मोबाइलमा देखाइदिनेछु होइन। यतापट्टि मोबाइलमा चाहिँ तपाईँले चाहिँ सिटी पे भनेको के हो, त्यहाँबाट पैसा पठाउँदा के हुन्छ, कस्तो हुन्छ, अनि त्यसपछि खल्ती हो, खल्तीहरू, यो दुईटाको बारेमा मैले तपाईँलाई चाहिँ भिडियो यहाँ एकैचोटि यसमै यही भिडियोमा हालेको छु। त्यही भएर तपाईँले यस्तै इन्फर्मेसन भिडियो चाहिँ पाउन चाहन्छु, यता हेर्न चाहन्छु भने तपाईँले चाहिँ होइन यो मेरो युट्युब च्यानललाई पनि गएर एक लाइक, एक कमेन्ट अनि सेयर गरेर सहयोग गरिदिनु होला, अनि भिडियो धेरैभन्दा धेरैसम्म पुर्याइदिनु होला। र पार्ट 2 भिडियो आउने छ फेरि हुन्डीको बारेमा, अनि हुन्डी भनेको के हो, कसरी हो, अनि भन्ने कुराहरू चाहिँ सबै फेरि अर्को भिडियोमा आउँछ पार्ट 2 मा। अहिले चाहिँ म सिधै अब म त्यहाँ सिटी पे खल्तीको भिडियो चाहिँ म तपाईँलाई चाहिँ यतापट्टि मोबाइलमा सो गरिदिनेछु। लेट्स गो भिडियो। जस्तै मैले चाहिँ यहाँ सिटी पेमा चाहिँ इमेल गरेको थियो, जस्तै मैले यो नम्बरमा आइटी खोलेको हो, नेपालमा ब्याङ्कमा कतिसम्म पठाउन मिल्छ सर म्याम भनेर चाहिँ मैले मेसेज गरेको थियो है। सिटी पेमा मैले चाहिँ डाइरेक्ट इमेल गरेको है साथीहरू। अनि त्यसपछि चाहिँ मलाई सिटी पेले चाहिँ यस्तो मेसेज दियो, यस्तो इमेल गर्यो, जस्तै डियर सर म्याडम, ग्रेटिङ फ्रम सिटी पे, थ्याङ्क यू फर युर इन्क्वायरी भन्नुभएको छ है। अनि वी आर रिक्वेस्ट यु टु प्लिज एक्सप्लेनली युर क्वेलिटी इन डिटेल अर प्रोभाइड युर रेजिस्ट्रेटेड कन्ट्याक्ट नम्बर भनेछ। जस्तै तपाईँले खोलेको नम्बर चाहिँ हामीलाई चाहिँ प्रोभाइड गर्नु, हामीलाई चाहिँ दिनु भन्नुभएको छ उहाँहरूले चाहिँ है। अनि सो द्याट वी क्यान एसिड यु मोर एक्युरेटली रिगार्डिङ द ट्रान्सफर लिमिट।
तपाईँको चाहिँ यो नम्बरमा चाहिँ तपाईँले चाहिँ हामीले अझै धेरै चाहिँ तपाईँले चाहिँ कुराहरू चाहिँ तपाईँले चाहिँ यो नम्बर दियो भने तपाईँले चाहिँ त्यहाँ धेरै कुराहरू तपाईँले चाहिँ पाउन सक्नुहुन्छ भनेछ होइन। जस्तै ट्रान्सफर लिमिट, थ्याङ्क यू फर युर अन्डरस्ट्यान्डिङ भनेछ। यो सिटिपेबाट पठाउँदा तपाईँले चाहिँ अब जस्तै यो त नेपालको गभर्मेन्टबाट चाहिँ यो भएको होइन। तपाईँले हामी पैसा पठाउँदा नि इजी भयो न, कसैको केही पनि न, यो त कुनै हुन्डी पनि होइन। सो अब म तपाईँले चाहिँ उता सिटिपेमा गएर देखाइदिन्छु है त। जस्तै साथीहरू म यो चाहिँ सिटी एक्सप्रेसमा, यहाँ सिटी एक्सप्रेस जस्तै यहाँ सिटिपे सिटी एक्सप्रेस कम्पनीकै हो। जस्तै अब यो एउटै हो। जस्तै मैले सिटिपे वालेट ओपन गरेँ है। तपाईँको वालेट चाहिँ केवाइसी गर्नुपर्ने हुन्छ। तपाईँको चाहिँ एकदम राम्रोसँग उयो गर्नु होला, क्लियर गर्नु। जस्तै यहाँ हेर्नुहोस्, वाङ दोर्जे तामाङ, मैले चाहिँ यहाँ विदेशी नम्बरबाट खोलेको छ। तपाईँले चाहिँ जुनै पनि देशबाट खोल्न सकिन्छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरकै यो। अनि तपाईँको चाहिँ यहाँ केवाइसी गर्नुपर्ने हुन्छ। मेरो चाहिँ यहाँ अब पैसा यति छ। जस्तै अब यहाँ तपाईँ चाहिँ सिटिपे पोइन्ट पनि पाउन सक्नुहुन्छ। मैले 60 पाएको छ, तपाईँले पनि पाउन सक्नुहुन्छ। जस्तै भ्यू केवाइसी, तपाईँले भ्यू केवाइसीमा क्लिक गर्ने बित्तिकै तपाईँले इन्फोबाट चाहिँ केवाइसी भएको छैन, तपाईँ मिलेको छैन भनेर चाहिँ तपाईँको यहाँ यस्तो देखाउँछ। जस्तै मेरो चाहिँ यहाँ नाम छ, जस्तै मेरो यो ठाउँ भयो यता होइन, सबै चाहिँ मेरो क्लियर भइसक्यो। त्यही भएर मेरो चाहिँ केवाइसी कम्प्लिट भयो। सो तपाईँहरूको पनि केवाइसी कम्प्लिट हुनुपर्छ, अनि मात्रै पठाउने कुराहरू तपाईँको चाहिँ ट्रान्सलेसन सबै एकदम राम्रो हुन्छ है त। तपाईँको यहाँ चाहिँ जस्तै अब रिसिभ रिमिटेन्स भनेछ, तपाईँले चाहिँ अरू कतैबाट पठाएको छ भने तपाईँले यहाँ रिसिभ पनि गर्नु पाइयो। जस्तै वालेट ट्रान्सफर भनेछ, जस्तै तपाईँले पनि सिटिपे छ खोलेको छ भने सिटिपेबाट पठाउनुलाई जति पनि पायो एकदम सजिलो। त्यसपछि तपाईँले ब्याङ्क ट्रान्सफर छ, ब्याङ्क ट्रान्सफर गर्नु पायो। यहाँ धेरै कुराहरू छ, अब सबै भनेर सत्य पनि छैन होइन। जस्तै यहाँ पठाउ पार्सल पनि छ, पठाउको पेमेन्ट, यहाँ धेरै ट्राभल अदर यहाँ धेरै छन् है। यो तपाईँ चाहिँ मोबाइलको टपअप गर्नु सक्यो, तपाईँको मोबाइलमा कुनै पनि रिचार्ज गर्नु सक्यो, इलेक्ट्रिक बिल तिर्न पाउन सक्यो, फ्लाइटको अनि इन्टरनेटको बिलहरू सबै गभर्मेन्ट होइन, केबल कार्ड, खाने पानी, बस सबैको व्यवस्था चाहिँ यहाँ हुन्छ। के गर्नुपर्ने सबै हुन्छ है त। यदि जानेन भने तपाईँले चाहिँ मलाई मेसेज पनि गर्न सक्नुहुनेछ। अब जस्तै अब मेरो ब्यालेन्स त अब देखायो भने फेरि सबैजना बेहोस होला, त्यही भएर म ब्यालेन्स चाहिँ देखाउन नसकौँला, तर पनि हेरिदिनु होला है त। अब धेरै छ, फेरि तपाईँले हिसाब गर्न नसक्ला। मेरो चाहिँ यति धेरै पैसा छ होइन, त्यही भएर मैले देखायो। अब के भन्नु है, सिटिपे यस्तो राम्रो छ, यसमा कुनै पनि प्रब्लम आएन। भोलि तपाईँ केही उसमा फान्दामा पर्न सकिन्न। जस्तै योबाट पठायो, यसबाट गऱ्यो भने चाहिँ। अनि अर्को कुरा एउटा चाहिँ मैले यहीँ सिटिपेमा जोड्छु। जस्तै खाल्ती वालेट भन्छ। खाल्ती पनि हाम्रो नेपालबाट नै, हाम्रो सरकारबाट नै यसलाई पनि मान्यता प्राप्त भएको। तपाईँको यहाँ खाल्तीमा त तपाईँको यहाँ सेन्ड मनी, ब्याङ्क ट्रान्सफर, रिसिभ मनी, रेमिटेन्स सबै हुन्छ। यहाँ तपाईँको खाल्तीमा त यति धेरै फ्युचर छ नि, तपाईँहरू त थाहै दङ पर्छ। यहाँ तपाईँको जे पनि गर्न सक्छ। यहाँ मोबाइल टपअप, यहाँ डाटा, इन्टरनेट, खाल्ती वालेट, खाने पानी सबै तपाईँ यहाँ यता मोरमा क्लिक गर्नुहोस्। तपाईँ यहाँ विभिन्न तपाईँको यहाँ सबै कुराहरू, राइटर, यो स्कुल पे सबै टोटल केबलको सबै यसमा त झन् धेरै छ। यसमा तपाईँको यहाँ फ्लाइट, इन्टरनेसनल फ्लाइटहरू पनि तपाईँले बुकिङ गर्नु सकिन्छ। तपाईँले यहीँदेखि है धेरै कुराहरू छ यहाँ तपाईँको यसमा त। आम्मामा, यसमा अब हिसाब गरेर पनि सत्य छैन है। अब यहाँ ट्राफिकको बिलहरू, यहाँ गभर्मेन्ट तपाईँको यसमा त झन् कति धेरै फ्युचर छ कि तपाईँको। तपाईँले यो गनेर पनि सत्य छैन। यहाँ तपाईँ सरकारदेखि जति पनि जे छ नेपालमा सबैको तपाईँको चाहिँ यहीँबाट ट्रान्ज्याक्सन, यहीँबाट तपाईँले पेमेन्ट गर्न सक्छ। तपाईँ दुनियाँको कुनै पनि देशमा भए पनि तपाईँले चाहिँ यहाँ पनि पठाउन सकिन्छ। पैसा पठाउनलाई यताउता तपाईँको धेरै कुराहरू यहाँ तपाईँको यहाँ माइक्रोसफ्ट रिनर पनि सबै छ यहाँ चाहिँ है। तपाईँले यहाँ फाइनेन्सियल यता यसमा तपाईँको झन् दङ छक पर्नुहुन्छ। यहाँ तपाईँको धेरै छ। जस्तै अब ट्रान्ज्याक्सन पनि यहाँ अब तपाईँको यहाँ यस्तो हुन्छ, तपाईँको कति ट्रान्सफर गरेको यिनीहरू सबै चाहिँ यहाँ हुन्छ है त। अब क्युआर यहाँ भइहाल्यो, मेनु अब यहाँ भइहाल्यो। तपाईँले चाहिँ यहाँ जस्तै अब सबै यहाँ टोटल यहाँ हुन्छ है त। है तपाईँ यहाँ सेटिङतिर गयो भने तपाईँ यहाँ यो चेक गर्नु। तपाईँले यति कुरा जानेन भने चाहिँ तपाईँले चाहिँ मैले यतापट्टि नम्बर पनि राखिदिने छु। जस्तै मैले यहाँ यतापट्टि नम्बर राखिदिन्छु, यहाँ अगाडि सानो यहाँ मुनि होइन। यो नम्बरमा चाहिँ तपाईँले चाहिँ जाने भने हामीले कन्ट्याक्ट गर्न सक्नुहुन्छ है मलाई है हजुरहरूले। मैले यो खल्ती पनि किनकि यहीँ जोड्यो, खल्ती पनि हाम्रो नेपालबाटै मान्यता प्राप्त हो, त्यही भएर तपाईँले खल्ती पनि खोल्न सक्नुहुनेछ है त। बुझ्यौ नि साथीहरू, सिटिपे भन्ने कस्तो रहेछ, एकदम इजी छैन। कहाँ कहाँ पठाउनु, पैसा पठाउनु पर्ने, के गर्नुपर्ने, कुन कुन कहाँ पैसा चाहिँ तपाईँले चाहिँ तिर्नु सक्ने त्यहाँ तपाईँको सिटिपेमा देख्नु भएन होइन। अनि यतापट्टि खल्तीमा पनि देख्नु भयो नि होइन, के रहेछ, कसरी पठाउने, कहाँ रहेछ, के रहेछ भन्ने कुरो म तपाईँले चाहिँ डिटेलमा पुरा देखाएको छु नि होइन।
यदि तपाईँहरूले चाहिँ खल्ती खोल्न जानेन, सिटिपे खोल्न जानेन, अनि त्यसको सेटअपहरू त्यसको सेटिङहरू जानेन, खोल्न सकेन भने तपाईँले चाहिँ यतापट्टि मैले नम्बर फेसबुकको लिङ्क राखिदिनेछु होइन। मेरो फेसबुक नाम यही हो, मैले यतापट्टि राखिदिन्छु नाम, त्यही मलाई चाहिँ फलो गर्नुहोस्। तर मेरो चाहिँ फेसबुक चाहिँ मेरो पेजमा भएको छ होइन। पेजमा गएर एकचोटि तपाईँले चाहिँ फलो गर्नुपर्ने हुन्छ, अनि फलो गरेर मात्रै तपाईँले चाहिँ मलाई मेसेज गर्न सक्नुहुनेछ, नत्र भने मेसेज नगर्दा पनि हुन्छ, आउँदा नि आउँदैन। त्यही भएर तपाईँले के कुराहरू बुझेको छैन, नबुझेको कुरा फेसबुकमा बुझेन भने वाट्सएपको नम्बर पनि मैले यतापट्टि लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछु, डिसी बक्समा राखिदिनेछु। त्यहाँ गएर तपाईँले तपाईँको कुराहरू के तपाईँको जिज्ञासाहरू छ भने तपाईँले चाहिँ नजाने कुराहरू सिक्न पाउनेछ। यदि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट चाहिँ केही कुराहरू बुझ्न चाहनुहुन्छ, केही कुरा जानकारी चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ सिटी एक्सप्रेस मनी ट्रान्सफरको यहाँ चाहिँ हाम्रो विनोद श्रेष्ठ सर हुनुहुन्छ, उहाँलाई चाहिँ तपाईँको पुरा जानकारी उहाँबाट पाउनुहुनेछ। सिटी एक्सप्रेस मनी ट्रान्सफर सबैजनाले रिमिटेन्स गरौँ, सिटी एक्सप्रेस मनी ट्रान्सफर।